मेरो छोराले चाहिँ मलाई हेल्प गरेको। Mama, tell you no more things, bro. साह्रै ज्ञानी छ मेरो छोराले। मम्मीले जे गरे त्यही गर्छ। नानीहरूलाई चाहिँ यसरी सिकाउनुपर्छ हामीहरूले नि। अब हामी काम गर्नु थालेपछि नानीहरू पनि हामीलाई हेरेर काम गर्नु थाल्छ कि। घरभित्रै बस्यो भने आइप्याड हेरेर आँखै बिगार्छ हो। बरु लुगा बिगारोस् माटोमा खेलेर केही फरक पर्दैन कि। आँखा बिगार्नुभन्दा चाहिँ बरु माटो खेलेर हामीसँगै धुलोमुलो खेलेर लुगा बिगार्दा केही हुँदैन होइन। किन्दा पाइन्छ तर आँखा बिग्रियो भने चाहिँ गाह्रो हुन्छ कि। त्यही भएर नानीहरूलाई चाहिँ आफूले बाहिर काम गर्दाखेरि झन्झट त लगाउँछ, मलाई पनि झन्झट लगाउँछ। तर म त्यो झन्झट सम्झिन्न, किनभने घरभित्र बस्यो भने आइप्याड हेरेर बस्छ नि त। अनि बाहिर आयो भने त आइप्याड छोडेर यसरी आमाले जे गरे सकि नसकि उसले पनि गर्छ कि। अनि अर्को कुरो के हो भने बेलुका छिटो सुत्छ कि गलेर। त्यही भएर मेरो छोराले चाहिँ यहाँनिर मम्मीले जे गऱ्यो स्कुलबाट आएर त्यही गरिहिन्छ कि। अनि म चाहिँ काम गर्नु थालेपछि उसलाई काम गरिरहेको छ भने कराउँदिनँ, किनभने काम पनि सिक्छ। अर्को कुरो गल्छ पनि। अनि अर्को कुरो आइप्याड पनि उसले हेर्दैन कि। अनि यति उचालेर यता र उता गरेर थाक्छ। अनि बेलुका आइप्याड हेर्नु त उनीहरूलाई मनै हुँदैन, थपक्क सुत्छ कि। अनि म चाहिँ यहाँनिर फुलबारीमा अब त्यो कालो चोइटा लाउनु पर्यो भनेर चाहिँ झाडु खाल्दैछु। अनि मेरो छोरा पनि आएर मलाई सहयोग गर्दैछ। उसले पुरा आफैले झार टिपेर आफैले उता यता र उता गर्दैछ कि। मैले चाहिँ गर्न दिएको, किनभने भरे गल्छ नि त। हजुर सकेन उचाल्नु? छोडिदेऊ, म आफै गर्छु। एल्बिनलाई थ्याङ्क यू, मम्मीले हेल्प गरेकोमा थ्याङ्क यू एल्बिन। वेलकम ब्रो। म त ब्रो होइन हौ, मम्मी हो। यता 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 फ्याल्ने हो एल्बिन। यता ल्याउनु नि ब्याग गर्नु। कता उता यता ल्याउनु, कता ब्याग गरेको फ्रन्ट गर्नु।